प्रभुमा मेरा प्रिय मातापिता दाजुभाइ दिदीबहिनीहरू सबैलाई प्रभु यीशुको नाममा न्यानो अभिवादन साथै जिसुकी बढाई। आज सारा विश्व धर्म मण्डलीले लेडी अफ फतिमा अर्थात् फतिमाकी माता मरियाको पर्व मनाइरहेकी छिन्। अनि आज यो पर्वलाई हामी मनाउँदाखेरि हामी विशेष गरी सन् 1917 मा माता मरियाले पोर्चुगल देशको फतिमा भन्ने जग्गामा 3 ससाना नानीहरूलाई बालक बालिकाहरू लुसिया साङ्तोस, फ्रान्सिस्को मार्तो अनि जसिन्ता मार्तोलाई दिएको सन्देशहरूको हामी मनन गर्दछौँ। जुन सन्देश उहाँले आजको दिन मे महिनाको 13 तारिकदेखि अक्टोबर महिनाको 13 तारिकसम्म लगातार 6 महिना प्रत्येक महिनाको 13 दिनमा उहाँले दर्शन दिनुभएको अनि दर्शनबाट सारा विश्वलाई अनि आज हामीलाई दिनुभएको सन्देशहरूको आज हामी मनन गर्दछौँ। आज यो पर्वलाई मनाउँदाखेरि विशेष गरी तपाईँ र मैले त्यस ताकको फतिमालाई, त्यस ताकको पोर्चुगललाई, त्यस ताकको युरोपलाई अनि त्यस ताकको संसार अथवा विश्वलाई जान्न जरुरी छ। हामीलाई थाहा छ 1917 मा पहिलो विश्व युद्ध भइरहेको थियो, फर्स्ट वर्ल्ड वार। अनि त्यस समय हजारौँ युवाहरू विश्व युद्धमा युद्धभूमिमा लडिरहेका थिए, मरिरहेका थिए। परिवारहरूमा एकदमै त्रास थियो, डर थियो, परिवारहरू शोकित थिए। उनीहरू डर र अनिश्चितताको बिचमा लडिरहेको थियो। त्यति मात्र नभएर पोर्चुगल देशमा नै हेर्यो भने पनि त्यहाँ नास्तिक विचारधाराहरू र राजनीतिक क्रान्तिहरू बढी नै रहेको थियो। मानिसहरूले बिस्तारै विश्वासहरू गुमाइरहेका थिए, विश्वासमा उनीहरू कमजोर हुँदै गरेका थिए। यति मात्र नभएर कति त हामीलाई प्रभु चाहिँदैन भनेर त्यो प्रकारको उनीहरू धारणाले आफ्नो जीवन बिताइरहेको थिए। अनि यस्तो समयमा माता मरियाले ती 3 जसिन्ता, लुसी अनि फ्रान्सिस्कोलाई लगातार 6 महिनासम्म दिएको दर्शन अनि ती दर्शनहरूद्वारा दिएको सन्देशहरूको पर्व आज हामी मनाइरहेका छौँ। आज यो दर्शनको घटनाहरूमा हामीले एउटा कुरा ध्यान दिनु परेको छ, त्यो हो माता मरियाले कसलाई दर्शन दिनुभयो। माता मरियाले त्यस्ता कुनै दरबारमा भएका ठुला ठालोहरूलाई दिनु भएन, त्यस समय राजनीतिक नेताहरूलाई, लिडरहरूलाई दिनु भएन। इभन त्यस समय उहाँले बिशपहरू, पुरोहितहरूलाई, सिस्टरहरूलाई त्यो दर्शन दिनु भएन। उहाँले दर्शन दिनुभयो त एउटा साधारण बालक बालिकाहरू जसले आफ्ना भेडा बाख्राहरू चराइरहेका थिए। यो घटनाहरूद्वारा, यो कुराहरूद्वारा पनि तपाईँ र मैले एउटा सन्देश पाउन सक्छौँ कि संसारले चाहेको जस्तो, संसारको होडबाजीमा लागेको सांसारिक शक्ति, सांसारिक प्रतिष्ठा अनि प्रभावमा होइन, तर प्रभुले त एउटा साधारण प्रकारले खुल्ला हृदय भएका मानिसहरूलाई खोज्नुहुन्छ, रोज्नुहुन्छ अनि उनीहरूलाई दर्शन दिनुहुन्छ। आज हामी विशेष गरी यो घडीमा माता मरियाले ती 3 फ्रान्सिस्को, लुसिया अनि जसिन्तालाई दिएको 6 वटा दर्शनहरूमा उहाँले दिनुभएको सन्देशहरूलाई हामी संक्षिप्तमा मनन गर्ने प्रयास गरौँ कि माता मरियाले त्यो 6 पल्ट 6 महिनामा 13 दिन भेट्दाखेरि के दर्शन दिनुभयो त। पहिलो दर्शनमा जब माता मरियाले पहिलोपल्ट ती 3 नानीहरूलाई भेट्नुभयो, दर्शन दिनुभयो, तब भन्नुभयो संसारको शान्तिको निम्ति अनि विश्वको यो युद्धको समाप्तिको निम्ति हरेक दिन रोजरी माला, जपमाला प्रार्थना गर्नु। त्यसै गरेर उहाँले भन्नुभयो कि प्रत्येक महिनाको 13औं दिनमा, यही समयमा, यही ठाउँमा मलाई भेट्नु, यहाँ आउनु, म तिमीहरूलाई भेट्नेछु भनेर एउटा प्रतिज्ञा गर्नुभएको थियो भने त्यसरी नै दोस्रो पल्ट जब दोस्रो महिनामा जुन महिनाको 13 तारिक जब उनीहरू त्यहाँ पुग्छ, फेरि पनि दोस्रो पल्ट माता मरियाले दर्शन दिनुहुन्छ। अनि त्यति बेला पनि उहाँले भन्नुहुन्छ कि रोजरी माला, जपमाला प्रार्थना निरन्तर गरिरह। अनि विशेष गरी त्यस समय लुसियालाई उहाँले विशेष रूपमा भन्नुहुन्छ कि प्रभु परमेश्वरले, प्रभु यीशुले यस संसारमा माता मरियाको निष्कलङ्क हृदय प्रतिको भक्तिको स्थापना उहाँले गर्न चाहनुहुन्छ। जुन निष्कलङ्क हृदय सारा मानव जातिको निम्ति शरण स्थान अथवा रेफ्युज हुनेछ, साथसाथै परमेश्वरतर्फ लैजाने बाटो हुनेछ। अनि त्यसै गरेर तेस्रो महिनाको 13औं तारिक उहाँले उनीहरूलाई फेरि पनि दर्शन दिँदाखेरि नरक देखाउनु भयो। अनि नरक देखाउँदै
त्यहाँ गरिब पापीहरूले खपिरहेको त्यो दुःख उनीहरूलाई देखाउनु भयो र भन्नुभयो कि संसारको उद्धारको निम्ति तिमीहरूले निरन्तर प्रार्थना गर, निष्कलङ्क हृदय, माता मरियाको निष्कलङ्क हृदयको भक्ति गर अनि जपमाला प्रार्थना गर भनेर उहाँले भन्नुभयो। साथसाथै त्यस समयमा युद्धको अन्त चाँडै नै हुनेछ भनेर एउटा प्रतिज्ञा पनि गर्नुभयो। साथसाथै सन्देश पनि दिनुभयो कि मानिसहरूले परमेश्वरलाई अपमान गर्न अब छोड्नुपर्छ, नत्र भने अझ यो विश्वयुद्धभन्दा पनि भयानक युद्ध त्यहाँ सुरु हुन्छ। साथसाथै यही दर्शनको समयमा माता मरियाले ती 3 नानीहरूलाई एउटा प्रार्थना, सुन्दर प्रार्थना सिकाउनुहुन्छ। जुन सुन्दर प्रार्थना तपाईँ र मैले पनि जब रोजरी माला गर्छौँ, हरेक भेदको अन्तमा हामीले यो प्रार्थना गर्छौँ कि हे मेरा यीशु, हाम्रा पापहरू क्षमा गरिदिनुहोस्, नरकका आगोदेखि बचाउनुहोस्, सबै आत्मालाई सगर्थ लानुहोस्, विशेष गरी जसलाई तपाईँको दयाको अति नै खाँचो छ। यो सुन्दर प्रार्थना तेस्रो दर्शनको समयमा माता मरियाले यी 3 बालक बालिकालाई सिकाउनु भएको थियो भने आज त्यो प्रार्थना तपाईँ र मैले पनि दोहोऱ्याइरहेका छौँ। साथसाथै चौथो महिनाको दर्शनमा पनि उहाँले आह्वान गर्नुहुन्छ, धेरै प्रार्थना गर्ने आह्वान गर्नुहुन्छ, पापीहरूको मन फिराउको निम्ति बलिदान अर्पण गर्ने, दुःख सही दिने उहाँले जोड दिनुहुन्छ। अनि उहाँले भन्नुहुन्छ कि धेरै आत्माहरू नरकमा जान्छन् किनभने उनीहरूको निम्ति प्रार्थना गरिदिने कोही छैनन्, उनीहरूको निम्ति बलि चढाइदिने कोही छैनन्। तसर्थ तिमीहरूले हरेक दिन रोजरी माला प्रार्थना गर, उनीहरूको निम्ति प्रार्थना गरिदेऊ, उनीहरूको निम्ति दुःख सहिदेऊ अनि उनीहरूलाई प्रभुको अनन्त राज्यमा प्रवेश गराइदेऊ। अनि 5औं महिनाको दर्शनमा पनि उहाँले फेरि पनि जपमाला प्रार्थना जारी राख्ने, त्यो जपमाला प्रार्थना गरिरहने, रोजरी माला प्रार्थना गरिरहने उहाँले सन्देश दिनुहुन्छ भने उहाँले एउटा प्रतिज्ञा पनि गर्नुहुन्छ कि अर्को पालि अक्टोबर महिनाको 13 तारिक म तिमीहरूलाई चमत्कार पनि देखाउने छु। अनि जब त्यो अक्टोबर 13 तारिक आउँछ 6औं महिनामा, त्यति बेला धेरै हजारौँ मानिसहरू पनि त्यहाँ भेला भएको हुन्छ। त्यति बेला एउटा चमत्कार हुन्छ, त्यो हो सूर्यको चमत्कार, मिरेकल अफ द सन। ती हजारौँ मानिसहरूले त्यो सूर्यको चमत्कार देखे। त्यहाँ भयङ्कर पानी परिरहेको हुन्छ, तर पानी परिरहँदा अचानक त्यहाँ पानी रहन्छ, सूर्य उग्रिन्छ अनि त्यो सूर्य यति डरलाग्दो चहकिलो हुन्छ, यति डरलाग्दो चहकिलो हुँदाखेरि सबैको अनुहार उज्यालो अनि उनीहरू भिजेर लुत्रुक्क भएको हुन्थ्यो। तर त्यो जब घाम लाग्छ उनीहरू फेरि पनि सुकेर पहिलाको जस्तो सबै नर्मल, एकदमै लुगाहरूदेखि लिएर सबै सुकिसकेको उनीहरूले त्यो चमत्कार त्यहाँ पाउँदछ। अनि त्यस समय लुसियाले सोद्धछन् माता मरियालाई कि तपाईँ चाहिँ को हुनुहुन्छ, तपाईँको नाम चाहिँ के हो भन्दाखेरि माता मरियाले उत्तर दिनुहुन्छ, म जपमालाकी रानी हो, आई एम द लेडी अफ द रोजरी। त्यसपछि उहाँले भन्नुहुन्छ कि हरेक दिन तिमीहरू रोजरी माला प्रार्थना गर, जपमाला प्रार्थना तिमीहरूले गरि नै रहनु परेको छ। साथसाथै उहाँले भन्नुहुन्छ मानिसहरूले आफ्नो जीवन सुधार्नु परेको छ, आफ्ना पापहरूबाट क्षमा माग्नु परेको छ। अनि साथसाथै एउटा सन्देश उहाँले दिनुहुन्छ कि अब मानिसहरूले प्रभुलाई थप अपमान गर्नु हुँदैन, किनकि उहाँ पहिले नै धेरै अपमानित हुनु भइसकेको छ। आज यी 6वटा दर्शनहरूबाट पाएको सन्देशहरूलाई संक्षिप्तमा हेर्दा तपाईँ र मेरो निम्ति सन्देश के छ त भन्दाखेरि पहिलो जपमाला प्रार्थना हामीले निरन्तर हरेक दिन गर्नु परेको छ। दोस्रो मन परिवर्तन हाम्रो गर्नु परेको छ, पश्चाताप गर्नु परेको छ, हामीले आफ्नो जीवनलाई सुधार्नु परेको छ भनेदेखिलाई। तेस्रोमा पापीहरूको मन फिराउको निम्ति हामीले प्रार्थना गर्नु परेको छ, उनीहरूको निम्ति हामीले दुःख सहिदिनु परेको छ। अनि चौथोमा निष्कलङ्क हृदय, माता मरियाको निष्कलङ्क हृदय प्रति तपाईँ र मेरो भक्ति हामीले दर्शाउनु परेको छ। जुन निष्कलङ्क हृदय तपाईँ र मेरो निम्ति शरण स्थान, रेफ्युज हो भनेदेखिलाई तपाईँ र मेरो निम्ति परमेश्वरतर्फ लैजाने गोरेटो, परमेश्वरतर्फ लैजाने बाटो हो। त्यसै गरेर विश्व शान्तिको निम्ति, परिवारको शान्तिको निम्ति, मन परिवर्तनको निम्ति हामीले प्रार्थना गर्नु परेको छ। आज यो घटनाहरूलाई मनन गर्दा, यो घटनाहरूमा भएको सन्देशहरूलाई, पाएको सन्देशहरूलाई मनन गर्दाखेरि मेरा प्रिय मातापिता, दाजुभाइ, दिदीबहिनीहरू, आज यो फतिमामा भएको घटनाहरूको केन्द्रबिन्दु के हो भन्दाखेरि, यसको सन्देश तपाईँ र मेरो निम्ति के हो भन्दाखेरि परिवर्तन
हृदयको परिवर्तनको सन्देश हो। आज आमा मरिया माता मरिया फतिमामा आउनुभयो किनभने मानिस जाति त्यस समय परमेश्वरदेखि टाढो भएर गइरहेको थिए। आउनुहोस् आज हामी मनन गरौँ कि आज पनि आजको विश्व, आजको संसार, आजको समाज पनि त्यस्तै फतिमा जस्तो छैन के त? त्यस समय फतिमामा मानिसहरू परमेश्वरदेखि टाढो हुँदै गइरहेको थियो। सारा संसार विश्वयुद्धले गर्दाखेरि अशान्ति थियो, महामारी भइरहेको थियो, विभिन्न प्रकारको विचारधारामा उनीहरूले आफ्नो जीवन अघि बढाइरहेका थिए भने कति धेरैले प्रभुमा विश्वास गर्न छोडिसकेका थिए। आजको संसार जहाँ तपाईँ र म छौँ, आजको संसारमा पनि अशान्ति, हिंसाहरू चारैतिर भइरहेको छ, विभाजनहरू भइरहेको छ, परिवारमा, समाजमा, देशहरूमा विभाजनहरू भइरहेको छ, विभिन्न प्रकारको कुलतहरूमा तपाईँ र म लागि परिरहेका छौँ। हामी धेरै नै स्वार्थी भइसकेका छौँ। साथसाथै तपाईँ र म विश्वासमा पनि हामी कमी भइसकेका छौँ। विश्वासको कमीले हामी पीडित बनेका छौँ। यस्तो संसारमा आज तपाईँ र म हुँदाखेरि अवश्य पनि तपाईँ र म त्यस्ताको फतिमामा झै छौँ। आज संसार धेरै प्रविधिमा अघि बढिरहेको छ, टेक्नोलोजीमा धेरै एडभान्सहरू भइरहेको छ, तर आत्मिक रूपमा मरिरहेको छ। आत्मिक रूपमा हाम्रो संसार, हाम्रो जीवन थाकिरहेको छ। हामी आज सोसियल मिडिया मार्फत, फोनहरू मार्फत एकअर्कासँग जोडिन्छौँ, तर भित्रबाट तपाईँ र म एक्लो महसुस गर्छौँ। त्यसै गरेर हामीमा जानकारी धेरै नै छन्, हामी धेरै कुरा हामी जान्दछौँ, तर मनको शान्ति हामीमा छैन। हामी विभिन्न कुरामा व्यस्त छौँ, तर त्यो व्यस्तताभित्र विचलित छौँ, चिन्तित छौँ। मेरा प्रिय मातापिता, दाजुभाइ, दिदीबहिनीहरू, जसरी त्यस समयको फतिमा अनि त्यो समयको विश्वमा भइरहेको अनैतिक कुराहरू भइरहेको थियो भनेदेखिलाई आज जुन समाजमा, जुन समयमा, जुन विश्वमा तपाईँ र म हामी छौँ, आज पनि त्यही अनैतिक कुराहरू भइरहेको छ। हामी विभिन्न कुराहरूमा हामी व्यस्त छौँ, आध्यात्मिकतामा हामी लडिरहेका छौँ, कमजोर भइरहेका छौँ। यद्यपि जसरी त्यस समयमा माता मरियाले मानव जातिको उत्थानको निम्ति, मानव जातिको परिवारको निम्ति ठुलो हतियार छोडिराख्नुभयो, पवित्र जपमालाको, पवित्र रोजरी मालाको हतियार छोडिराख्नुभयो भने आज तपाईँ र मलाई पनि त्यही हतियार दिइरहनु भएको छ। अनि त्यही सन्देश कि हरेक दिन पवित्र जपमालाको प्रार्थना गर्नु, हरेक दिन मन परिवर्तनको निम्ति प्रार्थना गर्नु, विश्व शान्तिको निम्ति, हृदयको शान्तिको निम्ति प्रार्थना गर्नु। यही सन्दर्भमा आज बेलुकी हाम्रो दार्जिलिङ खरसाङ दिनेरीका युवा वर्गले अनलाइन रोजरी माला बिन्ती 6 बजी गरिरहेका छन्। तपाईँहरूले पनि जोडिन सक्नुहुन्छ भनेदेखिलाई तपाईँहरूले पनि आफ्नै परिवारमा, आफ्नो बिसीमा, आफ्नो झुन्डमा तपाईँहरूले पनि रोजरी माला भक्ति गर्न सक्नुहुन्छ। माता मरियाको निष्कलङ्क हृदय कहाँ तपाईँहरूले आफैलाई समर्पण गर्न सक्नुहुन्छ। जब यो फतिमाको घटनाहरू भइरहेको थियो, माता मरियाले तीन नानीहरूलाई दर्शन दिइरहेका थिए, तब त्यहाँका मानिसहरू 2 भागमा बाँडिरहेका थिए। एक साधारण मानिसहरू ती 3 नानीहरूमा विश्वास गरेर रोजरी माला भक्ति गर्दै उनीहरूलाई उनीहरूको दुःखको निम्ति, उनीहरूको बिरामीहरूको निम्ति, उनीहरूको छोराहरूको निम्ति जो युद्धमा लडिरहेका छन् उनीहरू फर्केर आओस् भनेर प्रार्थना गरिदिन यी 3 नानीहरूलाई उनीहरूले निवेदन गर्थे भने अर्को झुन्डका मानिसहरूले धेरै बाधा पुर्याइरहेका थिए। उनीहरूले यतिसम्म भनेका थिए कि यिनीहरूले कुकटअप स्टोरी, उनीहरूले आफ्नै कथा बनाएर झुटो साक्षीहरू दिइरहेको छ, झुटो गवाईहरू दिइरहेको छ भनेर उनीहरूलाई बाधा पुर्याउँथे। यतिसम्म कि त्यस ठाउँका बिशप, त्यस ठाउँको पुरोहित लगायत अरूले पनि धेरै बाधा पुर्याइरहेका थिए। उनीहरूले पत्याएका थिएन। यद्यपि जुन झुन्डले ती नानीहरूलाई विश्वास गरे, ती झुन्डमा अन्तमा त्यहाँ चमत्कार भयो। धेरै विश्वासीहरूले त्यहाँ चमत्कार अनुभव गरे, शरीरको चङ्गाइहरू उनीहरूले अनुभव गरे भने आज तपाईँ र मलाई पनि यही सन्देश छ। यदि तपाईँ र मैले आज आमा मरियाको जपमाला भक्तिमा विश्वास गर्छौँ, जपमालाद्वारा प्रार्थना गर्छौँ भने
हामीले प्रभुमा हाम्रो विश्वास अर्पण गर्छौँ, विश्वास राख्छौँ भने तपाईँ र मेरो आध्यात्मिक जीवनमा, तपाईँ र मेरो मानसिक जीवन अनि तपाईँ र मेरो शारीरिक जीवनमा पनि चङ्गाई आउँदछ। यति मात्र नभएर तपाईँ र मेरो परिवारमा, तपाईँ र मेरो जीवनमा, तपाईँ र मेरो समाजमा, तपाईँ र मेरो गाउँठाउँमा पनि त्यहाँ अनुग्रह भरेको हुँदछ। आज विशेष गरी लेडी अफ फातिमाको पर्वमा, फातिमाकी माता मरियाको पर्वमा हामी यही प्रार्थना गरौँ कि हामी निरन्तर रोजरी मालामा हाम्रो भक्ति हामीले दर्शाउन सकौँ, माता मरियाको निष्कलङ्क हृदयका हामीले हाम्रो भक्ति दर्शाउन सकौँ अनि आमा मरियाको मध्यस्थताद्वारा हामी हाम्रो विश्वास, हामी हाम्रो परमेश्वरप्रतिको विश्वासलाई अझ दरिलो अनि हाम्रो जीवनलाई आशिषित बनाइराखौँ। फेरि पनि सबैलाई ह्याप्पी फिस्ट डे। माता मरियाको मध्यस्थताद्वारा तपाईँहरूको परिवारमा, तपाईँहरूको जीवनमा शान्ति, अनुग्रह अनि परमेश्वरको आशिष निरन्तर रहिरहन्।